हाम्रो घरमा चाहिँ एउटा नयाँ समाचार आएको छ। घरमा चाहिँ लसुन र प्याज चाहिँ सकिएछ गाइस। त्यसैले अब चाहिँ खाना नबन्ने निदो भएको छ। त्यही भएर हामी चाहिँ चुप्लाएर बसेका छौँ। हामी चाहिँ अहिले अब यस्तो चिसो मौसममा टोपी लागेर लसुन र प्याज चाहिँ लिन बाहिर निस्केका छौँ म र दाइ। अब हामी जान्छौँ लसुन प्याज ल्याउँछौँ। त्यसपछि मात्र हाम्रो फ्ल्याटमा चाहिँ खानेकुराको चाहिँ जुन कार्यक्रम छ त्यसलाई चाहिँ हामीले अगाडि बढाउन सकिन्छ। सो अहिलेको लागि यति नै। अर्को समाचार अर्को बाटो। हामी हामी भर्खरै एउटा पसलमा आएको थियौँ है। त्यहाँ चाहिँ प्याज सकाएर छ। हामी अहिले अर्को पसलमा जाँदैछौँ है। यहाँनिर चाहिँ राम्रो राम्रो प्याज रहेछ। दाइ चाहिँ त्यहाँ प्याज हाल्दै हुनुहुन्छ। टक्क लाएर यता यस्तो छ एरिया है। भर्खरै चाहिँ के सुन्नमा आयो भने हामीसँग चाहिँ 1000 रुपियाँ थियो। हामीले सबै सामान चाहिँ लियौँ तर यो पैसा सकिरहेको थिएन। अनि किन सकिरहेको छैन भनेर हामीले यसो मध्यनजर गऱ्यौँ। अनि के मध्यनजर गऱ्यौँ भने हामीले चाहिँ तेल लान बिर्सिरहेको रहेछौँ। अहिले चाहिँ हामीले तेल लगाएका छौँ है। हामी चाहिँ अब हाम्रो सम्पूर्ण सामग्री चाहिँ लिएर फर्किसकेका छौँ। बल्ल बल्ल मेरो चाहिँ यो भिडियोमा बोल्ने कन्फिडेन्स चाहिँ बढ्दैछ। यस्तै भ्लगको लागि चाहिँ मेरो यो च्यानललाई चाहिँ सब्सक्राइब गर्नु होला। धन्यवाद। होइन क्या यस्तो पनि त बिहान हेरेको होइन। अनि त्यो साइडमा एउटा जिरा जस्तै रहेछ। अनि के भने मलाई चुलमा जिरा थियो। मैले मेथी पड्काइदिएँ कि साइड 220 गाइज। तपाईँ त टुटन्डुमा पठाउ गर्नु हुँदो रहेछ नि भन्थ्यो एउटाले। टुडन्डुमा है के भनेर फेरि एकचोटि भन्नु त भन्दै टुडान्डुमा पठाएको गर्नु हुँदो रहेछ नि। लास्ट कमेन्ट चाहिँ लास्ट कमेन्ट। तर त्यो केटीले गरेर त्यो राइडरलाई नि यस्तो भाइरल बनाइदियो पुरै छ हो। ए अनि आजभोलि त्यो फुत्ते यहाँ किचनतिर फुत्त सोप्लेर फुत्त यहाँ चाहिँ एउटा किचन छ क्या चाहिँ मुनिपट्टि होइन। सानो स्पेस छ। त्यसलाई चाहिँ युटिलाइज गरेर केटाहरूले चाहिँ किचन बनाएको छ है। म चाहिँ यहाँ लुकिरहेको छु। अनि मेरो दाइ चाहिँ आउनुहुन्छ है। किनकि के छ भन्दाखेरि हामीले अर्कै पसलबाट सामान लगाएको छौँ। यो पसलबाट चाहिँ हामीले डेली सामान लगाउँथ्यौँ कि अहिले लगाएको छैनौँ नि त। सो यसलाई चाहिँ अलि गद्दारी गर्नेवाला प्रोसेस हुने भएर चाहिँ हामीले चाहिँ कति भर्खरै एमजीको गाडी भयो है। पपाल गाडी हो गाडी चाहिँ एमजीको। सो दाइ चाहिँ अब किन्दै हुनुहुन्छ। म यता छु। अब मेरोबाट हटस्पट कनेक्ट छ फेरि दाइलाई ल। अनि दाइले त्यहाँबाट पे गरेर आउनुहुन्छ। त्यसपछि हामी चाहिँ रुम जान्छ गाइज। हेर्न सक्नुहुन्छ हामी चाहिँ अब अहिले रुममा आइसकेका छौँ। हाम्रो सेफ दाजु कता हुनुहुन्छ? हाम्रो सेफ दाजु चाहिँ टोयलेटमा हुनुहुन्छ। बत्ती बन्द खोलिदिनुपर्छ है। हामीले चाहिँ यो सबै सामग्री ल्याएका छौँ। अब हाम्रो हुन्छ प्रोसेस गाइज। हामीसँग जोड्नु होला त्यस्तै ब्लगको लागि अन्डा फुटिदियो। देखो न देखो न गाइज 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 मेरे को लगा रहे हैं गाइज। एउटा मैले यहाँ प्री टप भन्ने देखो न गाइज हाम्रो चाहिँ अब हामी चाहिँ अर्को कन्टेस्टेन्ट बुझ्न जाँदैछौँ। हाम्रो चाहिँ अर्को कन्टेस्टेन्ट हुनुहुन्छ हाम्रो चाहिँ हाम्रो प्रिय रोशन दाजु भ्राताश्री चाहिँ के गर्दै हुनुहुन्छ भने उहाँ चाहिँ जिम जान खोज्नु भएको छ। अनि उहाँको चाहिँ पेट छ नि त। अनि त्यसको लागि चाहिँ उहाँ चाहिँ त्योसँग चाहिँ नम्बर माग्दै हुनुहुन्छ कि कुन चाहिँ राम्रो जिम ट्रेनर हो भनेर। सो दर्शकबिन तपाईँहरू हेर्न सक्नुहुन्छ हाम्रो चाहिँ यहाँ अहिले घरमा चाहिँ स्पिकरको खोजी हुँदैछ। किनभने यत्रो ठुलो स्पिकर चाहिँ कसैले देख्दैनन् है। किनकि अब थाहा छैन कसैलाई यो स्पिकर हो बच्च भनेर। अनि सबजना आफ्नो धुनमा लागिरहेका छन्। म आफ्नै धुनमा लागिरहेको छु। हामीसँग जोडिँदै गर्नुहोला
अर्को समाचार हामी अर्को पार्टमा तपाईँलाई दिनेछौँ। अहिलेको लागि टाटा। सक्सेसफुल्ली गाइज हामीले चाहिँ यो जुन के भन्छ यसलाई स्पिकर ब्लुटुथ स्पिकर छ त्यसलाई चाहिँ हामीले बजाइसकेका छौँ। यहाँबाट गीत बज्दैछ, माथि गीत बज्दैछ। यो चाहिँ कलर चेन्जिङ हो, तपाईँहरूले चाहिँ डिफ्रेन्ट कलरमा पाउनुहुन्छ। यो चाहिँ गीत बज्दा बज्दै चाहिँ चेन्ज हुन्छ है।